हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सो आज हामी क्लास 12 फिजिक्स अन्तर्गत सिम्पल हार्मोनिक मोसनको बारेमा पढ्न गइरहेछौँ र सिम्पल हार्मोनिक मोसन बुझ्नुभन्दा अगाडि हामीले पेरियोडिक मोसन भनेको के हो र असिलेटरी मोसन भनेको के हो यो दुईटा कुरो बुझ्नुपर्छ र यो बुझिसके पछाडि सिम्पल हार्मोनिक मोसन बुझ्न अझ सजिलो हुन्छ। सो लेट्स स्टार्ट विथ पेरियोडिक मोसन। सो व्हाट इज पेरियोडिक मोसन? पेरियोडिक मोसन भनेको यदि कुनै पनि बडीको मोसन निश्चित समय पछाडि रिपिट हुन्छ भने त्यो मोसनलाई भनिन्छ पेरियोडिक मोसन। अ मोसन दैट रिपिट्स इटसेल्फ आफ्टर रेगुलर इन्टरभल अफ टाइम। सो पेरियोडिक मोसनमा के हुन्छ त भन्दा फिक्स्ड टाइम पिरियड हुन्छ, फिक्स्ड टाइम पिरियड हुन्छ र बडीको मोसन फिक्स टाइम पिरियड पछाडि आफै रिपिट हुन्छ। एक्जाम्पलको लागि रेभोल्युसन अफ द अर्थ अराउन्ड द सन। अर्थलाई सनको वरिपरि एक चक्कर मार्नको लागि 1 वर्ष लाग्छ र फेरि त्यही 1 वर्ष पछाडि त्यही मोसन रिपिट हुन्छ। र अर्को एक्जाम्पल भनेको घडीको सेकेन्ड काटा। घडीमा 3टा काटा हुन्छ। सो घडीको सेकेन्ड काटा हेर्ने हो भने घडीको सेकेन्ड काटा यदि 12 मा छ सुरुमा र मुभ गर्ने स्टार्ट गर्यो भने एक्ज्याक्टली 60 सेकेन्ड पछाडि त्यो काटा त्यही 12 मै आइपुग्छ। सो फिक्स टाइम पिरियड पछाडि यदि मोसन रिपिट हुन्छ भने त्यसैलाई भनिन्छ पेरियोडिक मोसन भनेर। सो नाउ व्हाट डज असिलेटरी मोसन मिन? अब असिलेटरी मोसन भनेको के हो त? असिलेटरी मोसन भनेको चाहिँ द रिपिटेड टु एन्ड फ्रो मोसन। असिलेटरी मोसन। सो व्हाट इज असिलेटरी मोसन? असिलेटरी मोसन भनेको चाहिँ द रिपिटेड टु एन्ड फ्रो मोसन। सो यो मोसन भनेको चाहिँ एउटै डिरेक्सनमा हुँदैन। जस्तै पार्टिकल यहाँ छ, पार्टिकल आनन्दले बसेको छ। सो पार्टिकललाई बाहिरबाट फोर्स लाग्यो भने अब पार्टिकल मुभ गर्न थाल्छ, लेफ्ट राइट अथवा ब्याक एन्ड फोर्थ। सो पार्टिकल त्यसरी असिलेट गर्दा एउटा फिक्स्ड पोजिसनबाट पास हुन्छ जसलाई भनिन्छ सेन्टर अफ असिलेसन अथवा मिन पोजिसन। सो यसलाई कसरी भिजुअलाइज गर्न सकिन्छ भने जस्तै यो ओ भनेको चाहिँ मिन पोजिसन, पार्टिकलको मिन पोजिसन र यो ए र बी भनेको चाहिँ एक्सट्रिम पोइन्ट। सो सुरुमा पार्टिकल हाम्रो मिन पोजिसनमा छ। सो व्हाट इज मिन पोजिसन? मिन पोजिसन भनेको चाहिँ के हो भन्दा इट इज द पोजिसन वेयर द पार्टिकल एक्सपिरियन्सेस जेरो फोर्स। यो पोजिसनमा पार्टिकल भएको बेलामा पार्टिकलमा लाग्ने नेट फोर्स भनेको चाहिँ जेरो हुन्छ। कुनै पनि अनब्यालेन्स्ड फोर्स लागेको हुँदैन। पार्टिकल इज कम्प्लिटली एट रेस्ट। र यो ए र बी भनेको चाहिँ एक्सट्रिम पोइन्ट। पार्टिकल राइटमा कहाँसम्म जान सक्छ भन्दा बी सम्म र पार्टिकल लेफ्टमा कहाँसम्म जान सक्छ भन्दा ए सम्म। सो पार्टिकल अहिले मिन पोजिसनमा छ। यदि हामीले पार्टिकललाई बाहिरबाट एक्सटर्नल फोर्स लगाइयो भने अब पार्टिकल के गर्न थाल्छ भन्दा पार्टिकल भाइब्रेट गर्न थाल्छ, पार्टिकल असिलेट गर्न थाल्छ। मानव पार्टिकल यतातिर असिलेट गर्न थाल्यो भने पार्टिकल यतातिर जान्छ, बी सम्म पुग्छ अनि फेरि बी सम्म पुगेर फर्केर ओ हुँदै कहाँसम्म जान्छ? ए सम्म जान्छ। सो इमेजिन गर्नुहोस् पार्टिकल सुरुमा ओमा छ र पार्टिकल ओमा छ, हामीले बी सम्म लग्यो, पार्टिकललाई यसरी तानेर बी सम्म लग्यो। सो बी मा लगेर पार्टिकललाई छोडियो भने अब बी मा भएको पार्टिकल ओबाट पास हुन्छ, ए सम्म जान्छ र फर्केर फेरि ओ हुँदै कहाँसम्म जान्छ? बी सम्म जान्छ। सो बी बाट स्टार्ट भएको मोसन बी मै गएर सकिनु भनेको चाहिँ 1 असिलेसन कम्प्लिट भयो भनेर बुझिन्छ, हैन? 1 असिलेसन कम्प्लिट भयो र बी देखि स्टार्ट भएको मोसन बी मै पुग्नको लागि यदि टाइम पिरियड टी लाग्छ भने फेरि एक्ज्याक्टली यति नै टाइम पछाडि यो मोसन रिपिट हुन्छ। सो असिलेटरी मोसन भनेको चाहिँ पेरियोडिक मोसन पनि हो। फिक्स्ड टाइम इन्टरभल पछाडि यो मोसन रिपिट हुन्छ। र अर्को कुरो भनेको जस्तै पार्टिकल सुरुमा मिन पोजिसनमा हुन्छ। यो ए र बी भनेको एक्सट्रिम पोइन्ट भयो। सो मिन पोजिसनमा भएको पार्टिकलमा जब बाहिरबाट फोर्स लाग्छ पार्टिकल डिस्प्लेस्ड हुन्छ अलिकति। पार्टिकल मिन पोजिसन छोडेर कि त राइटतिर जान्छ कि त लेफ्टतिर जान्छ। सो नेचर के चाहन्छ भन्दा नेचर अथवा सिस्टम चाहिँ पार्टिकल सधैँ मिन पोजिसनमा बसोस् भन्ने चाहन्छ, किनकि इट इज द स्टेबल पोजिसन। स्टेबल इक्विलिब्रियम पोजिसन भनेकै मिन पोजिसन हो, एउटा स्थिर पोजिसन हो। सो पार्टिकल जब राइटतिर जान खोज्छ पार्टिकलमा एउटा फोर्स लाग्छ जुन फोर्सलाई भनिन्छ रेस्टोरिङ फोर्स भनेर। जुन फोर्सलाई भनिन्छ रेस्टोरिङ फोर्स।
र रेस्टोरिङ फोर्सको काम चाहिँ के हो त भन्दा मेन पोजिसनबाट डिस्प्लेस्ड भएको पार्टिकल अलिकति पर भएको पार्टिकललाई तानेर फर्काएर मेन पोजिसनमै ल्याउने काम चाहिँ रेस्टोरिङ फोर्सको। So this force is responsible for bringing the particle back to the mean position. So जब पार्टिकल राइट तिर डिस्प्लेस्ड हुन्छ पार्टिकलमा एउटा फोर्स लाग्छ जसलाई भनिन्छ रेस्टोरिङ फोर्स र रेस्टोरिङ फोर्सले के गर्छ पार्टिकललाई लेफ्ट तिर तान्छ। सो पार्टिकल राइट तिर गइराछ पार्टिकलमा फोर्स लागिरहेछ लेफ्ट तिर। सो डिस्प्लेसमेन्ट भनेको चाहिँ के हो भन्दा नि जस्तै पार्टिकल सुरुमा मेन पोजिसनमा हुन्छ यदि पार्टिकल केही समय पछाडि यहाँ पुग्यो भने सो यसको डिस्प्लेसमेन्ट कति भयो त भन्दा x भयो। सो x भनेको हामीले अहिलेको लागि डिस्प्लेसमेन्ट भनेर बुझ्नु पर्यो ठीक छ। सो यदि पार्टिकलको डिस्प्लेसमेन्ट राइट तिर हुन्छ भने पार्टिकलमा रेस्टोरिङ फोर्स लाग्छ लेफ्ट तिर दैट इज टुवर्ड्स द मेन पोजिसन। सो रेस्टोरिङ फोर्सको काम के हो त भन्दा पार्टिकललाई मेन पोजिसनमा फर्काउने र यदि डिस्प्लेसमेन्ट लेफ्ट तिर हुन्छ भने पार्टिकलमा फोर्स लाग्छ राइट तिर। सो यहाँबाट के थाहा भयो भन्दा रेस्टोरिङ फोर्स र डिस्प्लेसमेन्टको डिरेक्सन ठ्याक्कै अपोजिट हुन्छ। जुन डिरेक्सनमा डिस्प्लेसमेन्ट भयो त्यसको अपोजिट डिरेक्सनमा रेस्टोरिङ फोर्स लाग्छ एन्ड रेस्टोरिङ फोर्स इज अलवेज डाइरेक्टेड टुवर्ड्स द मेन पोजिसन। र रेस्टोरिङ फोर्स कतातिर डाइरेक्ट हुन्छ भन्दा टुवर्ड्स द मेन पोजिसन किनकि रेस्टोरिङ फोर्सको काम भनेकै पार्टिकललाई मेन पोजिसन इक्विलिब्रियम पोजिसनतिर फर्काउने काम हो। सो के बुझ्नु पर्यो एकदम की कन्डिसन भने पार्टिकलको डिस्प्लेसमेन्ट यदि राइट तिर हुन्छ भने पार्टिकलमा फोर्स लाग्छ लेफ्ट तिर कम्प्लिटली अपोजिट र यदि पार्टिकलको डिस्प्लेसमेन्ट लेफ्ट तिर हुन्छ भने पार्टिकलमा रेस्टोरिङ फोर्स लाग्छ राइट तिर। सो कुरो बुझ्नुभयो नि लेफ्ट तिर डिस्प्लेसमेन्ट राइट तिर फोर्स टुवर्ड्स द मेन पोजिसन र राइट तिर डिस्प्लेसमेन्ट लेफ्ट तिर फोर्स अगेन टुवर्ड्स द मेन पोजिसन। र अर्को कुरा भनेको जस्तै जति पनि असिलेटरी मोसन छ every oscillatory motion is periodic but every periodic motion is not oscillatory। जति पनि असिलेटरी मोसन छ सबै पेरियोडिक भन्नुको मतलब कुनै पनि मोसन कुनै पनि बडी भाइब्रेट गरिरहेको छ असिलेट गरिरहेको छ भने त्यो पार्टिकललाई त्यो बडीलाई वान असिलेसन कम्प्लिट गर्नको लागि एउटा टाइम पिरियड लाग्छ एउटा समय लाग्छ र त्यति नै टाइम पिरियड पछाडि त्यो बडीको मोसन फेरि रिपिट हुन्छ। सो जति पनि असिलेटरी मोसन छ सबै पेरियोडिक हो ठीक छ। तर जति पनि पेरियोडिक मोसन छ सबै असिलेटरी होइन। एक्जाम्पल भनेको रेभोल्युसन अफ द अर्थ अराउन्ड द सन जस्तै यो सन भयो अर्थ यहाँबाट मुभ गर्न सुरु गर्यो अर्थ कम्प्लिट वान रेभोल्युसन जब सक्छ 1 वर्ष पछाडि त्यही मोसन रिपिट त हुन्छ तर फेरि वान फुल रोटेसन अथवा वान फुल रेभोल्युसन कम्प्लिट गरेको अर्थ फर्केर त्यही बाटो जाँदैन। भन्नुको मतलब अर्थ कन्टिन्युस लुपमा घुमिरहन्छ तर ब्याकवर्ड मोसन चाहिँ गर्दैन। जस्तै घडीको सुई जुन सेकेन्ड काँटाको मैले अघि एक्जाम्पल दिएको थिएँ त्यो सेकेन्ड काँटा भनेको घुमेर 12 मा चाहिँ पुग्छ फेरि 12 बाट फर्केर फेरि 12 मा चाहिँ पुग्दैन। यसको मतलब कन्टिन्युस मोसन चाहिँ गर्छ कन्टिन्युस लुपमा चाहिँ घुम्छ तर ब्याकवर्ड मोसन चाहिँ गर्दैन। सो जति पनि असिलेटरी मोसन छ सबै पेरियोडिक हो तर सबै पेरियोडिक मोसन असिलेटरी होइन। एउटा की कन्डिसन की स्टेटमेन्ट जान्नुपर्छ हामीले। अब त्यस पछाडि सिम्पल हार्मोनिक मोसन भनेको के हो त? सिम्पल हार्मोनिक मोसन भनेकै असिलेटरी मोसनको स्पेशल टाइप हो। अब यहाँ अलिकति बुझ्नुपर्छ हामीले। सो अघिकै कुरा एकपटक भिजुअलाइज गरौँ। जस्तै यो ओ भनेको मेन पोजिसन सुरुमा पार्टिकल मेन पोजिसनमा हुन्छ र यो एक्स र वाई भनेको चाहिँ एक्सट्रिम पोजिसन ठीक छ। पार्टिकल लेफ्टतिर कहाँसम्म जान सक्छ भन्दा एक्ससम्म र पार्टिकल राइटतिर कहाँसम्म जान सक्छ भन्दा वाईसम्म ठीक छ। सो पार्टिकल सुरुमा मेन पोजिसनमा हुन्छ मेन पोजिसनमा भएको पार्टिकलमा लाग्ने नेट फोर्स भनेको 0 हुन्छ ठीक छ। नेट फोर्स भनेको 0 हुन्छ कहाँनेर मेन पोजिसनमा। सो अब सिम्पल हार्मोनिक मोसन भनेको चाहिँ असिलेटरी मोसनको स्पेशल टाइप हो। यसमा चाहिँ के हुन्छ भन्दा नि पार्टिकलको डिस्प्लेसमेन्ट जति बढी भयो रेस्टोरिङ फोर्स पनि त्यति नै बढी हुन्छ र पार्टिकलको डिस्प्लेसमेन्ट जति कम भयो रेस्टोरिङ फोर्स पनि त्यति नै कम हुन्छ। इमेजिन गर्नुस् न पार्टिकल अहिले मेन पोजिसनमा छ
रेस्टोरिङ फोर्स कति बेला लाग्छ भन्दा जब पार्टिकल मेन पोजिसनबाट कि त लेफ्टतिर कि त राइटतिर डिस्प्लेस्ड हुन्छ। अहिले पार्टिकल कतैतिर पनि डिस्प्लेस्ड भएको छैन, सो पार्टिकलमा फोर्स लागेको छ त छैन, इट इज अभियसली जेरो। सो जब पार्टिकल मानौ राइटतिर मुभ गर्न थाल्छ कुनै एक्सटर्नल फोर्स लागेर, सो पार्टिकलको डिस्प्लेसमेन्टलाई मानौ एक्स। सो यो एक्सको भ्याल्यु कम भयो भने पार्टिकलमा लाग्ने फोर्स पनि कम हुन्छ। पार्टिकल मेन पोजिसनको नजिकै छ, पार्टिकललाई तान्नको लागि कम फोर्स लाग्छ र त्यही एक्सको भ्याल्यु पार्टिकल चाहिँ यहाँसम्म पुग्यो भने एक्सको भ्याल्यु त बढ्यो, डिस्प्लेसमेन्ट त बढी भयो। सो ग्रेटर द डिस्प्लेसमेन्ट ग्रेटर विल बी द रेस्टोरिङ फोर्स। सो सिम्पल कुरा के छ भने सिम्पल हार्मोनिक मोसनले चाहिँ कुन ल फलो गर्छ भन्दा नि एक्स भनेको डिस्प्लेसमेन्ट बढी छ भने रेस्टोरिङ फोर्स पनि बढी हुन्छ र डिस्प्लेसमेन्ट कम छ भने पार्टिकलमा लाग्ने रेस्टोरिङ फोर्स पनि कम हुन्छ। सिम्पल। यसको मतलब द रेस्टोरिङ फोर्स एक्टिङ अन द पार्टिकल इज डाइरेक्टली प्रोपोर्सनल टु इट्स डिस्प्लेसमेन्ट फ्रम द मेन पोजिसन। मेन पोजिसनदेखि पार्टिकल कति टाढा भएको छ त, टाढा छ एकदम एक्सट्रिम पोइन्टमा छ भने रेस्टोरिङ फोर्स पनि बढी हुन्छ र नजिकै छ मेन पोजिसनको छेउमा छ भने रेस्टोरिङ फोर्स पनि कम हुन्छ। र अर्को कुरो हामीलाई न्युटन सेकेन्ड लले के भन्छ भन्दा कुनै पनि बडीमा फोर्स अप्लाई गरियो भने त्यहाँ प्रोड्युस हुन्छ एक्सिलरेसन। सो जति बेला फोर्स म्याक्सिमम हुन्छ त्यो कन्डिसनमा एक्सिलरेसन पनि म्याक्सिमम हुन्छ। अब इमेजिन गरौँ है त, पार्टिकल सुरुमा मेन पोजिसनमा छ, मेन पोजिसनमा भएको पार्टिकल डिस्प्लेस्ड भएको छैन, सो यो पोजिसनमा पार्टिकलमा लाग्ने नेट फोर्स जेरो। पार्टिकललाई बाहिरबाट कुनै फोर्स लागेर पार्टिकल पुगेर वाइसम्म पुग्यो, वाइ भनेको एक्सट्रिम पोजिसन, ठिक छ। सो अर्को कुरा के बुझिहाल्नु भन्दा ओदेखि वाइसम्मको डिस्टेन्स द्याट इज द म्याक्सिमम डिस्प्लेसमेन्ट अफ द पार्टिकल फ्रम द मेन पोजिसन। मेन पोजिसनदेखि पार्टिकल कति टाढासम्म जान सक्छ त, यसलाई भनिन्छ एम्प्लिट्युड भनेर, ठिक छ। यसलाई भनिन्छ एम्प्लिट्युड। इट इज द म्याक्सिमम डिस्प्लेसमेन्ट अफ द पार्टिकल फ्रम द मेन पोजिसन, फ्रम द इक्विलिब्रियम पोजिसन। सो के कुरो बुझ्नु पर्यो भन्दा हामीले पार्टिकल सुरुमा मेन पोजिसनमा छ, पार्टिकल वाइमा भएको इमेजिन गर्नुहोस् त, वाइ भनेको त एक्सट्रिम पोजिसन हो। सो यहाँ भएको पार्टिकललाई मेन पोजिसनमा फर्काउनको लागि धेरै फोर्स लगाउनुपर्छ, किन ग्रेटर द डिस्प्लेसमेन्ट ग्रेटर विल बी द रेस्टोरिङ फोर्स भनेर मैले अघि भनिहालेँ। डिस्प्लेसमेन्टको भ्याल्यु बढी भयो भने रेस्टोरिङ फोर्स पनि बढी हुन्छ र यदि फोर्सकै भ्याल्यु बढी छ, फोर्सकै भ्याल्यु म्याक्सिमम छ भने एक्सिलरेसन पनि के हुन्छ, म्याक्सिमम हुन्छ, ठिक छ। सो यही कन्डिसनलाई लिएर हामी अलिकति म्याथमेटिकल इक्वेसन डिराइभ गरौँ है त। So what is the fundamental condition? What is the fundamental mathematical condition for SHM? कुनै पनि पार्टिकल सिम्पल हार्मोनिक मोसन एक्जिक्युट गर्नको लागि कुन म्याथमेटिकल कन्डिसन फलो गर्नुपर्छ त? जस्तै अघि हामीले के भन्यो भन्दा सिम्पल हार्मोनिक मोसनमा के हुन्छ भने रेस्टोरिङ फोर्स, जसलाई मैले F ले डिनोट गरेँ, रेस्टोरिङ फोर्स एक्टिङ अन द पार्टिकल इज डाइरेक्टली प्रोपोर्सनल टु इट्स डिस्प्लेसमेन्ट फ्रम द मेन पोजिसन। एक्स भनेको के रहेछ, डिस्प्लेसमेन्ट। एक्स भनेको डिस्प्लेसमेन्ट, कसको डिस्प्लेसमेन्ट, पार्टिकलको डिस्प्लेसमेन्ट, र डिस्प्लेसमेन्ट कहाँदेखि नापिन्छ, मेन पोजिसनदेखि, ठिक छ। अनि एफ भनेको के हो त, एफ भनेको रेस्टोरिङ फोर्स, रेस्टोरिङ फोर्स जसको काम के हो त भन्दा डिस्प्लेस्ड भएको पार्टिकललाई मेन पोजिसनतिर फर्काउने। अब यो प्रोपोर्सनालिटी साइनलाई हटाउनको लागि हामीलाई एउटा कन्स्टेन्ट चाहिन्छ, ठिक छ। सो अर एफ इक्वल टु के एक्स, जसमा के भनेको चाहिँ के हो त, कन्स्टेन्ट, र यो कन्स्टेन्टलाई भनिन्छ फोर्स कन्स्टेन्ट भनेर, यसलाई भनिन्छ फोर्स कन्स्टेन्ट। र स्प्रिङ सिस्टममा यही केलाई हामी स्प्रिङ कन्स्टेन्ट पनि भन्छौँ, र मैले यहाँ इन्ट्रोड्युस गरेँ माइनस साइन। सो दिस इज द की इक्वेसन। अब यो कुरा हामीले बुझ्नुपर्छ। सो यो इक्वेसनले के भन्छ भन्दा रेस्टोरिङ फोर्स इज डाइरेक्टली प्रोपोर्सनल टु द डिस्प्लेसमेन्ट। एक्सको भ्यालु बढी भयो भने एफ पनि बढी हुन्छ, एक्सको भ्यालु कम भयो भने एफ पनि कम हुन्छ। एक्सको भ्यालु जेरो, एक्सको भ्यालु जेरो कति बेला हुन्छ, डिस्प्लेसमेन्ट जेरो कति बेला हुन्छ, मेन पोजिसनमा। सो मेन पोजिसनमा भएको बेलामा रेस्टोरिङ फोर्स पनि कति हुन्छ, जेरो। र के भनेको फोर्स कन्स्टेन्ट, र माइनस साइनको मतलब के हो त, माइनस साइनको मिनिङ भनेको द रेस्टोरिङ फोर्स इज अलवेज डाइरेक्टेड टुवर्ड्स द मेन पोजिसन। सो यदि पार्टिकल राइटतिर डिस्प्लेस्ड भयो भने फोर्स लाग्छ लेफ्टतिर,
अगेन टुवर्ड्स द मेन पोजिसन र यदि पार्टिकल लेफ्टतिर डिस्प्लेस भयो भने रेस्टोरिङ फोर्स लाग्छ पार्टिकलमा राइटतिर सो लेफ्टतिर डिस्प्लेसमेन्ट राइटतिर फोर्स राइटतिर डिस्प्लेसमेन्ट लेफ्टतिर फोर्स र जुनसुकै कन्डिसनमा पनि रेस्टोरिङ फोर्सको डिरेक्सन भनेको अलवेज टुवर्ड्स द मेन पोजिसन सो यसलाई मैले के माने इक्वेसन 1 र रेस्टोरिङ फोर्स पार्टिकलमा एक्जर्ट भइसके पछाडि अब पार्टिकलमा के प्रोड्युस हुन्छ भन्दा एक्सिलरेसन सो न्युटन सेकेन्ड लले के दिन्छ त हामीलाई न्युटन्स सेकेन्ड ल न्युटन सेकेन्ड लले के भन्छ भन्दा F इक्वल टु ma F इक्वल टु मास टाइम्स एक्सिलरेसन मास भनेको कसको मास त पार्टिकलको a भनेको एक्सिलरेसन कसमा प्रोड्युस भएको एक्सिलरेसन पार्टिकलमा कुन फोर्सले गर्दा रेस्टोरिङ फोर्सले गर्दा सो यसलाई मैले इक्वेसन 2 माने इक्वेसन 1 र 2 भनेको फोर्सको इक्वेसन हो सो यो इक्वल टु यो गरिदिने सो ma इक्वल टु माइनस kx सो और a इक्वल टु माइनस k डिवाइडेड बाई mx अब जुन यो k बाई m भन्ने टर्म छ यसलाई म रिप्लेस गर्छु ओमेगा स्क्वायरले सो और a इक्वल टु माइनस ओमेगा स्क्वायर x सो दिस इज द फंडामेंटल इक्वेसन फर SHM सिम्पल हार्मोनिक मोसन कुनै पनि पार्टिकल सिम्पल हार्मोनिक मोसन एक्जिक्युट गर्दैछ भने त्यो पार्टिकलको एक्सिलरेसनले यो इक्वेसनलाई फलो गर्नु पर्यो अब यो इक्वेसनले के भन्छ भन्दा एक्सिलरेसन इज डाइरेक्टली प्रोपोर्शनल टु द डिस्प्लेसमेन्ट अफ पार्टिकल फ्रम द मेन पोजिसन सो x को भ्यालु बढी भयो भने रेस्टोरिङ फोर्स पनि बढी हुन्छ र फोर्स को भ्यालु बढी भयो भने एक्सिलरेसन पनि बढी हुन्छ र माइनस साइनको मतलब के हो त भन्दा एक्सिलरेसन इज अलवेज डाइरेक्टेड टुवर्ड्स द मेन पोजिसन र यो ओमेगा भनेको के हो त जुन यो w जस्तो छ यो भनेको ओमेगा हो सो व्हाट इज ओमेगा ओमेगा भनेको एंगुलर फ्रिक्वेन्सी ओमेगा भनेको एंगुलर फ्रिक्वेन्सी एंगुलर फ्रिक्वेन्सीले के दिन्छ भन्दा हाउ फास्ट इज द ऑसिलेशन टेकिङ प्लेस पार्टिकल कतिको छिटो भाइब्रेट गरिरहेछ त भाइब्रेसनको रेट के हो त हैन सो एंगुलर फ्रिक्वेन्सीलाई मेजर गरिन्छ रेडियन पर सेकेन्डमा ठीक छ सो a इक्वल टु माइनस ओमेगा स्क्वायर x भनेको चाहिँ इट इज द फंडामेंटल इक्वेसन फर SHM सिम्पल हार्मोनिक मोसन मैले अघि भनिहाले कुनै पनि पार्टिकल कुनै पनि अब्जेक्ट भाइब्रेट गरिरहेको छ अबाउट द मेन पोजिसन भने यो इक्वेसनलाई फलो गर्नु पर्यो स्ट्रिक्टली फलो गर्नु पर्यो सो अब अर्को कुरा बुझौँ है त सो अब अर्को कुरा के बुझ्नुपर्छ भन्दा व्हाट आर द कन्डिसन्स नेसेसरी फर SHM सिम्पल हार्मोनिक मोसनको लागि कुन कुन कन्डिसन फुलफिल गर्नुपर्छ बडीले कुनै पनि पार्टिकलले सिम्पल हार्मोनिक मोसन एक्जिक्युट गर्नको लागि कुन कुन कन्डिसन फलो गर्नुपर्छ नम्बर 1 कन्डिसन भनेको द बडी मस्ट मुभ टु एन्ड फ्रो अबाउट द मेन पोजिसन सिम्पल हार्मोनिक मोसनमा बडीले टु एन्ड फ्रो मोसन एक्जिक्युट गर्नै पर्यो यसको मतलब द मोसन मस्ट बी oscillatory अर्को भनेको द restoring force acting on the particle the restoring force acting on the particle must be directly proportional to the displacement from the mean position अर्को भनेको थर्ड कन्डिसन भनेको the restoring force must be directed towards the mean position सो कुनै पनि बडीले सिम्पल हार्मोनिक मोसन एक्जिक्युट गर्नको लागि यो तीनटा कन्डिसन चाहिँ स्ट्रिक्टली फलो गर्नु पर्यो जब यो तीनटा कन्डिसन फुलफिल हुन्छ अनि मात्र बडी
सिम्पल हार्मोनिक मोसन पर्फर्म गरिरहेछ भनेर भन्न मिल्छ। सो अघि भनेको हाम्रो फन्डामेन्टल कन्डिसन भयो एसएचएम को लागि। अब त्यहाँसम्म कसरी पुग्ने त भन्नुको मतलब जस्तै एउटा पार्टिकल असिलेट गर्न थाल्यो। सो मिन पोजिसनदेखि असिलेट गर्न थालेको पार्टिकल टाइम टी पछाडि त्यसको डिस्प्लेसमेन्ट कति हुन्छ त, त्यसको लागि जेनरल इक्वेसन के छ त, त्यो हामीले सुरुमा डिराइभ गर्नु पर्यो। अब यो डिराइभ गर्नको लागि हामीले एउटा पार्टिकल सर्कुलर मोसन पर्फर्म गर्दैछ भनेर मान्नु पर्यो, एज्युम गर्नु पर्यो। र यसमा पनि थोरै कुरा बुझ्नुपर्छ हामीले। जस्तै एउटा सर्कल कन्सिडर गरौँ, एउटा सर्कल भयो, ठिक छ। सो सर्कलको यो भनेको सेन्टर भयो, यो डायमिटर भर्टिकल डायमिटर, यो भनेको होरिजेन्टल डायमिटर। यसलाई मैले एक्स भने, यसलाई मैले वाई भने, यसलाई मैले ओ भने, ठिक छ। जस्तै एउटा हामीसँग पार्टिकल छ, पार्टिकल सुरुमा यहाँ छ, पार्टिकल यहाँबाट मुभ गर्न सुरु गरौँ। सो केही समय पछाडि आफ्टर टाइम टी पार्टिकल यहाँ पुग्यो। सो यहाँ भएको पार्टिकल कुन पोजिसनमा छ भन्दा पी पोजिसनमा। सो यो पार्टिकल यो सर्कलमा सर्कुलर मोसन गरिरहेको छ, इट इज मुभिङ अलोङ अ सर्कल। तर हामी के कन्सिडर गर्छौँ भन्दा हामीलाई सर्कुलर मोसनसँग चासो छैन, हामी के गर्छौँ भन्दा, र अर्को कुरो यो पार्टिकल विथ युनिफर्म एङ्गुलर भेलोसिटी हैन, यो पार्टिकलको एङ्गुलर भेलोसिटी ओमेगा चाहिँ कन्स्टेन्ट छ। सो विथ कन्स्टेन्ट एङ्गुलर भेलोसिटी दिस पार्टिकल इज मुभिङ अलोङ अ सर्कल। अब यो पार्टिकल यहाँ हुँदा यसको हामी प्रोजेक्सन ड्र गर्छौँ। यसको प्रोजेक्सन भनेको यहाँबाट परपेन्डिकुलर ड्र गर्ने, यसको प्रोजेक्सन यो भर्टिकल एक्सिसमा वाई एक्सिसमा, जस्तै यहाँ छ अरे, यसलाई हामी के मान्छौँ, एम मान्छौँ। सो पार्टिकल यहाँ हुँदा पार्टिकलको प्रोजेक्सन यहाँनिर, ठिक छ, यो एमलाई हेर्ने मजाले। सो पार्टिकल फेरि यहाँबाट यहाँ पुग्छ, यसको प्रोजेक्सन कहाँ पुग्छ, यहाँनिर। पार्टिकल यहाँबाट यहाँ पुग्छ, यसको प्रोजेक्सन कहाँ पुग्छ, यहाँनिर। पार्टिकल यहाँ हुँदा प्रोजेक्सन पनि टी हुन्छ। सो पार्टिकल यता फर्केर आउँछ, मानौ पार्टिकल यहाँ आइपुग्यो, यसको प्रोजेक्सन यहाँनिर। पार्टिकल यहाँ आइपुग्यो, यसको प्रोजेक्सन यहाँनिर। पार्टिकल यहाँ आइपुग्यो, यसरी फर्केर आउँदैछ, यसको प्रोजेक्सन यहाँनिर। पार्टिकल यहाँ आइपुग्यो, यसको प्रोजेक्सन यी छ। पार्टिकल यहाँ आइपुग्यो, यसको प्रोजेक्सन यहाँनिर। पार्टिकल यहाँ आइपुग्यो, यसको प्रोजेक्सन यहाँनिर। र पार्टिकल यहाँ आइपुग्यो फाइनल्ली, यसको प्रोजेक्सन यिनीहरु सेन्टरमा। सो यहाँबाट के कुरो बुझियो भन्दा यो पार्टिकल सर्कुलर मोसन गरिरहेको छ, तर यसको प्रोजेक्सन भनेको चाहिँ जस्तै पार्टिकल यहाँ हुँदा प्रोजेक्सन यहाँ थियो, कुरो बुझ्नुपर्छ है मजाले। पार्टिकल यहाँ हुँदा यसको प्रोजेक्सन यहाँ थियो। सो पार्टिकल सर्कलमा घुमिरहेको छ, यसको प्रोजेक्सन भनेको माथि गयो, मुनि आयो, सेन्टरबाट पास भयो, फेरि मुनि एक्सट्रिम पोइन्टमा आयो, फेरि सेन्टरमै गयो। यसको मतलब यहाँ एकदम अमेजिङ कुरो के छ भन्दा पार्टिकल युनिफर्म सर्कुलर मोसन गरिरहेको छ, तर पार्टिकलको प्रोजेक्सन भनेको चाहिँ इट इज एक्जिक्युटिङ सिम्पल हार्मोनिक मोसन, इट इज एक्जिक्युटिङ टु एन्ड फ्रो मोसन। सो यो पार्टिकल सर्कुलर मोसन गरिरहेको छ, कुरो बुझ्नु है, यो पार्टिकल सर्कुलर मोसन गरिरहेको छ, तर यो पार्टिकलको प्रोजेक्सन भनेको चाहिँ टु एन्ड फ्रो मोसन गरिरहेको छ। यो पार्टिकल यसरी घुमेर यहीँ आइपुग्दा यहाँ भएको प्रोजेक्सन माथि गयो, फेरि मेन पोजिसनबाट पास गर्यो, यहाँ पुग्यो, अनि फेरि यहीँ पुग्यो। सो वान असिलेसन कम्प्लिट गर्यो। यो पार्टिकलले वान फुल साइकल कम्प्लिट गर्दा, यो पार्टिकलले वान फुल साइकल कम्प्लिट गर्दा हाम्रो यो एम पार्टिकल त होइन, एम प्रोजेक्सनले वान असिलेसन कम्प्लिट गर्यो। हामी यसैलाई आधार मानेर हामी डेरिभेसन गर्छौँ सिम्पल हार्मोनिक मोसनको। सो मैले अघिकै सर्कललाई कन्सिडर गरेँ। सो यो भनेको भर्टिकल डायमिटर वाई एक्सिस, यो भनेको एक्स एक्सिस भनेर मानौँ, यसको नाम एक्स, यसलाई एक्स ड्यास, यसलाई वाई, यसलाई वाई ड्यास, र यसलाई मैले ओ माने। ओ भनेको सेन्टर अफ असिलेसन हो। सो पार्टिकल सुरुमा यहाँ छ, ठिक छ। सो यहाँबाट मुभ गर्न थालेको पार्टिकल टाइम टी पछाडि पार्टिकल पुग्यो यहाँनिर, जसलाई मैले के भने पी नाम दिए, पार्टिकलको पोजिसन आफ्टर टाइम टी। सेन्टरबाट पी सम्मको डिस्टेन्स भनेको सेन्टर टु सर्कमफेरेन्स भनेको त रेडियस हो, जसलाई मैले कति भने ए भने, ठिक छ। अब यहाँ भएको पार्टिकल टाइम टी पछाडि पोजिसन पीमा पुग्दा यसले कति एङ्गल स्विप गर्यो, यसले थीटा एङ्गल स्विप गर्यो। र थीटा भनेको के हो त, थीटा भनेको एङ्गुलर डिस्प्लेसमेन्ट।
थीटा भनेको एंगुलर डिस्प्लेसमेन्ट सो एंगल चाहिँ कति स्वीप गर्यो त अब त्यसपछि यो पोजिसनको सरी यो पार्टिकलको प्रोजेक्सन अन वाई एक्सिस यसलाई मैले एन नाम दिए यो पार्टिकलको प्रोजेक्सन अन वाई एक्सिस यसलाई मैले एम नाम दिए ठीक छ र हामीलाई चाहिएको छ ओएम किन भन्दा यो एम भनेको त इट इज एक्जिक्युटिङ सिम्पल हार्मोनिक मोसन यो पार्टिकल सर्कलमा घुम्दा यो प्रोजेक्सन भनेको माथि तल गरिराख्छ टु एन्ड फ्रो मोसन गरिराख्छ सो हामीलाई के चाहियो भन्दा आफ्टर टाइम टी मेन पोजिसनबाट असिलेट गर्न थालेको पार्टिकल आफ्टर टाइम टी कहाँ पुगेको हुन्छ त त्यसको हामीलाई इक्वेसन चाहियो सो यसलाई हामी कति मान्छौँ यसलाई हामी वाई भनेर मान्छौँ ठीक छ यसलाई हामी वाई मान्छौँ सो अर्को कुरो यो लाइन र यो लाइन के छ प्यारालल छ यो लाइन र यो लाइन प्यारालल छ अनि यो बिचको लाइनले ओपी लाइनले कट गरेको छ सो यो थीटा एंगल र यो थीटा एंगल के हो त बराबर हो यसको मतलब यो थीटा हो भने यो पनि थीटा हो अल्टरनेट एंगल हैन सो नाउ इन ट्रायंगल OPM ट्रायंगल OPM मा हामीले sin थीटा को लगाउनु पर्यो हामीलाई के थाहा छ sin थीटा इक्वल टु परपेंडिकुलर डिवाइडेड बाइ हाइपोटेनस ठीक छ अब यो एंगललाई रेफरेन्स लिँदा यसको परपेंडिकुलर एंगल भनेको यो ट्रायंगलमा OPM ट्रायंगलमा थीटा एंगल रेफरेन्स लिँदा परपेंडिकुलर भनेको त OM भयो सो sin थीटा इक्वल टु OM डिवाइडेड बाइ हाइपोटेनस भनेको OP so or OM equal to OP sin theta so or OM भनेको त हाम्रो कति छ OM भनेको त y छ so y equal to OP भनेको a छ sin अब यो थीटा को ठाउँमा कति लेख्ने त हामीलाई के थाहा छ भन्दा भेलोसिटी इक्वल टु डिस्प्लेसमेन्ट डिवाइडेड बाइ टाइम टेकन लिनियर भेलोसिटी इक्वल टु लिनियर डिस्प्लेसमेन्ट डिवाइडेड बाइ टाइम टेकन यसको मतलब डिस्प्लेसमेन्ट इक्वल टु भेलोसिटी इन्टु टाइम टेकन ठीक छ यो लिनियर मोसनमा हुन्छ अब त्यसपछि यो डिस्प्लेसमेन्ट एंगुलर डिस्प्लेसमेन्ट इक्वल टु एंगुलर भेलोसिटी इन्टु टाइम टेकन यसको मतलब थीटा को ठाउँमा के लेख्न पाइयो ओमेगा टी भनेर लेख्न पाइयो सो यहाँ म लेख्छु ओमेगा टी सो y इक्वल टु a sin ओमेगा टी आयो दिस इज द इक्वेसन अफ डिस्प्लेसमेन्ट फर अ पार्टिकल एक्जिक्युटिङ सिम्पल हार्मोनिक मोसन एउटा सिम्पल हार्मोनिक मोसन एक्जिक्युट गर्दै गरेको पार्टिकलको डिस्प्लेसमेन्ट टाइम टी पछाडी कति हुन्छ भनेर यो इक्वेसनबाट निकाल्न सकिन्छ सो y इक्वल टु a sin ओमेगा टी जसमा a भनेको इट इज द amplitude of the particle that is the maximum displacement from the mean position so हामीसँग डिस्प्लेसमेन्ट को इक्वेसन आइसक्यो अब डिस्प्लेसमेन्ट आयो भने यहाँबाट भेलोसिटी पनि आउँछ र यहाँबाट एक्सिलरेसन पनि आउँछ र भेलोसिटी कहाँनेरि म्याक्सिमम हुन्छ कहाँनेरि मिनिमम हुन्छ एक्सिलरेसन कहाँनेरि म्याक्सिमम हुन्छ कहाँनेरि मिनिमम हुन्छ यो पनि हामी म्याथमेटिकली प्रुभ गर्छौं हेर्छौं सो हामीसँग डिस्प्लेसमेन्ट को इक्वेसन कति आएको छ भन्दा y इक्वल टु a sin ओमेगा t सो हामीलाई के थाहा छ भन्दा भेलोसिटी भनेको के हो त भेलोसिटी इज नथिङ बट रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट with respect to time so we can write that v equal to dy by dt so velocity भनेको rate of change of displacement with respect to time displacement लाई time को रेस्पेक्ट मा डेरिभेटिभ गर्ने so के आउँछ त अब or v equal to d by dt y भनेको a sin ओमेगा t so or v equal to अब यहाँ हेरौँ है त यो a भनेको एम्प्लिट्युड व्हिच इज कांस्टेंट ठीक छ सो a सरक बाहिर आयो अब sin ओमेगा t को डेरिभेटिभ चाहियो विथ रेस्पेक्ट टु t त्यो भन्दा अगाडि हामीले के गर्नु पर्यो भन्दा sin को आर्गुमेन्ट हेर्ने sin भित्र के छ त ओमेगा t सो sin को डेरिभेटिभ विथ रेस्पेक्ट टु ओमेगा t भनेको cos ओमेगा t अनि ओमेगा t को फेरि डेरिभेटिभ गर्ने कुरो बुझ्नुभयो नि जस्तै d sin ओमेगा t बाइ d ओमेगा t चेन रुल लगाउने इन्टु d ओमेगा t
बाई डिटी सो साइन ओमेगा टी को डेरिभेटिभ विथ रेस्पेक्ट टु ओमेगा डी कस ओमेगा टी अनि यो ओमेगा भनेको त कन्स्टेन्ट हो ओमेगा सरक बाहिर आयो डिटी बाई डिटी भनेको 1 किनकि टी को डेरिभेटिभ विथ रेस्पेक्ट टु टी 1 हुन्छ सो हाम्रो कति आयो भन्दा ओमेगा कस ओमेगा टी अब यो इक्वेसन भन्दा अर्को इक्वेसन अलिकति पपुलर छ अर्को इक्वेसन के पपुलर छ भन्दा जस्तै हामीलाई के थाहा छ त हामीलाई sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा इक्वल टु 1 भन्ने आइडेन्टिटी थाहा छ सो यहाँबाट के लेख्न पाइयो भन्दा अर्को पनि sin सँग थीटा छ cos सँग पनि थीटा छ सो दुईटैको एंगल बराबर छ यसको मतलब sin स्क्वायर ओमेगा टी प्लस cos स्क्वायर ओमेगा टी छ भने पनि कति हुन्छ 1 नै हुन्छ सो cos स्क्वायर ओमेगा टी इक्वल टु 1 माइनस sin स्क्वायर ओमेगा टी सो cos ओमेगा टी इक्वल टु रूट ओभर 1 माइनस sin स्क्वायर ओमेगा टी आयो ठीक छ सो हामी के लेख्न पाइयो भन्दा और v इक्वल टु a ओमेगा रूट ओभर 1 माइनस sin स्क्वायर ओमेगा टी यहाँसम्म केही कन्फ्युजन छ जस्तो मलाई लाग्दैन cos ओमेगा टी भनेको रूट ओभर 1 माइनस sin स्क्वायर ओमेगा टी अब हामीलाई sin ओमेगा टी को भ्यालु कति थाहा छ त y इक्वल टु a sin ओमेगा टी भन्ने थाहा छ सो यसलाई के लेख्न पाइयो y बाई a इक्वल टु sin ओमेगा टी सो जहाँ sin ओमेगा टी छ y बाई a ले रिप्लेस गरिदिने सो और v इक्वल टु a ओमेगा रूट ओभर 1 माइनस y बाई a को होल स्क्वायर दैट मीन्स y स्क्वायर अपन a स्क्वायर ठीक छ सो और v इक्वल टु a ओमेगा रूट ओभर a स्क्वायर एलसीएम आउँछ a स्क्वायर ले 1 लाई मल्टिप्लाई गर्ने सो a स्क्वायर माइनस y स्क्वायर बाई a स्क्वायर ठीक छ सो रुट भित्रको स्क्वायर सरक्क बाहिर निस्किन्छ सो a स्क्वायर बाहिर आउँदा a भयो सो और v इक्वल टु a ओमेगा बाई a रूट ओभर a स्क्वायर माइनस y स्क्वायर सो और v इक्वल टु a गयो ओमेगा रूट ओभर a स्क्वायर माइनस y square. So this is the required equation for velocity of a particle executing simple harmonic motion. So हामीसँग कतिवटा इक्वेसन आयो भन्दा एउटा भनेको डिस्प्लेसमेन्ट को इक्वेसन y इक्वल टु a sin ओमेगा t र अर्को भनेको भेलोसिटी को इक्वेसन यो इक्वेसनलाई टाइम को रेस्पेक्टमा डेरिभेटिभ गरिसकेपछि हामीले यो निकालेको थियौं ठीक छ कहाँ गयो यो निकालेका थियौं अब यो भनेको क्वाइट अनपपुलर इक्वेसन हो त्यही भएर यसलाई अझै हामीले एउटा आइडेन्टिकल फर्ममा लानको लागि यसलाई ट्रिगोनोमेट्रिक आइडेन्टिटी को युज गरेर हामीले यसमा लग्यौ सो दिस इज द रिक्वायर्ड इक्वेसन फर भेलोसिटी अफ अ पार्टिकल एक्जिक्युटिङ अर परफर्मिङ सिम्पल हार्मोनिक मोसन सो अर्को कुरो हामीलाई के थाहा छ भन्दा रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट भनेको भेलोसिटी र रेट अफ चेन्ज अफ भेलोसिटी भनेको के हो त एक्सिलरेसन सो वी क्यान राइट दैट एक्सिलरेसन इक्वल टु rate of change of velocity with respect to time so equal to d by dt हाम्रो v कति आयो त भन्दा a हामी यसैलाई गरौँ यसैलाई चाहिँ with respect to time डेरिभेटिभ गरौँ यसैलाई ठीक छ a ओमेगा cos ओमेगा t so equal to a पनि कांस्टेंट ओमेगा पनि कांस्टेंट a र ओमेगा सरक बाहिर आयो cos ओमेगा t को डेरिभेटिभ विथ रेस्पेक्ट टु ओमेगा t भनेको sin ओमेगा t अगाडि माइनस आयो बुझ्नु है a ओमेगा कांस्टेंट सरक बाहिर आयो cos ओमेगा t को डेरिभेटिभ विथ रेस्पेक्ट टु cos ओमेगा t माइनस sin ओमेगा t र यो ओमेगा t को डेरिभेटिभ भनेको ओमेगा किनकि t त dt by dt 1 हुन्छ सो त्यो ओमेगा अगाडि आयो सो आउँदा के भयो त ओमेगा स्क्वायर भयो कुरा बुझ्नु भयो नि a ओमेगा कांस्टेंट अगाडि आयो cos ओमेगा t को डेरिभेटिभ माइनस sin ओमेगा t र फेरि यो ओमेगा t बाट ओमेगा आयो सो ओमेगा इन्टु ओमेगा ओमेगा स्क्वायर भयो सो हामीसँग फाइनली कतिवटा इक्वेसन आयो भन्दा तीनटा इक्वेसन आयो एउटा भनेको डिस्प्लेसमेन्ट को इक्वेसन अर्को भनेको भेलोसिटी को इक्वेसन अर्को भनेको एक्सिलरेसन को इक्वेसन सो लेखौ है त so v equal to omega root over a square minus
y स्क्वायर a इक्वल टू माइनस कैपिटल A ओमेगा स्क्वायर sin ओमेगा t। सो यसलाई अझै चेन्ज गर्न मिल्छ कसरी भन्दा a इक्वल टू माइनस ओमेगा a sin ओमेगा t। सो a इक्वल टू माइनस ओमेगा ओमेगा स्क्वायर र a sin ओमेगा t भनेको कति हो त y ओमेगा स्क्वायर y। सो a इक्वल टू कति आयो त भन्दा माइनस ओमेगा स्क्वायर y। सो अघि के हाम्रो इक्वेसन आयो कि आएन अघि हामीले जुन फंडामेंटल इक्वेसन फर एसएचएम भनेर निकालेको थियो हाम्रो ठ्याक्कै त्यही इक्वेसन आयो। यसको मतलब डेट पार्टिकल डेट प्रोजेक्सन अफ पार्टिकल व्हिच वाज इन पोजिसन p इज परफॉर्मिंग और एक्जिक्यूटिंग सिंपल हार्मोनिक मोशन। सो फाइनली हाम्रो कति आयो त भन्दा a इक्वल टू माइनस ओमेगा स्क्वायर y आयो। सो अब त्यस पछाडी सबै कुरा मेटाएँ मैले। सो यति इक्वेसन आइसके पछाडी ठीक छ यो भनेको हाम्रो डिस्प्लेसमेन्टको इक्वेसन यो भनेको हाम्रो भेलोसिटीको इक्वेसन र फाइनली यो भनेको हाम्रो एक्सिलरेसनको इक्वेसन। अब सबै कुरो आइसके पछाडी डिस्प्लेसमेन्ट 0 भएको बेलामा अथवा मीन पोजिसनमा भेलोसिटी कति हुन्छ एक्सिलरेसन कति हुन्छ यहाँ हेरिहालौं। सो एट मीन पोजिसन सो मीन पोजिसनमा y भनेको कति हुन्छ त 0। हामीले डिस्प्लेसमेन्टलाई y ले डिनोट गरेको छ अघि हामीले x ले गरेको थियो अगाडि अस्सिलेटरी मोसन पर्दा। सो मीन पोजिसनमा y कति हुन्छ त y भनेको 0 हुन्छ ठीक छ। जस्तै यो o भयो ल यो x भयो यो y भयो। सो मीन पोजिसनमा डिस्प्लेसमेन्ट 0 हुन्छ पार्टिकल सुरुमा यहाँ हुन्छ। सो मीन पोजिसनमा y 0 हुन्छ डिस्प्लेसमेन्ट 0 भयो ठीक छ। सो v को भ्यालु कति हुन्छ भेलोसिटी इक्वल टू ओमेगा रूट ओभर a स्क्वायर माइनस y को ठाउँमा 0 को स्क्वायर। सो v इक्वल टू ओमेगा रूट ओभर a स्क्वायर माइनस 0 स्क्वायर a स्क्वायर। सो v इक्वल टू ओमेगा a। सो v को भ्यालु कति आयो त भन्दा ओमेगा a आयो। दैट इज द मैक्सिमम भ्यालु अफ द भेलोसिटी। सो भेलोसिटी मैक्सिमम कति बेला हुन्छ भन्दा मीन पोजिसनमा। अब यो अचम्म लाग्न सक्छ मीन पोजिसन यानी कि इक्विलिब्रियम पोजिसनमा रेस्टोरिङ फोर्स पनि 0 अनि फोर्स 0 भइसके पछाडी एक्सिलरेसन पनि 0 तर भेलोसिटी चाहिँ कसरी मैक्सिमम कुरा आउँछ नि त। सो इमेजिन गर्नुस् त पार्टिकल यहाँसम्म पुग्यो डिस्प्लेस भएर यहाँसम्म पुग्यो। सो पार्टिकलको डिस्प्लेसमेन्ट भनेको त मैक्सिमम भयो। सो पार्टिकलमा लाग्ने फोर्स पनि के हो त मैक्सिमम। अनि पार्टिकल जब रिटर्न आउँछ जस्तै मीन पोजिसनमा छ अहिले पार्टिकल यहाँसम्म डिस्प्लेस भयो। सो पार्टिकल यहाँसम्म डिस्प्लेस भयो पार्टिकलमा लाग्ने रेस्टोरिङ फोर्स मैक्सिमम एक्सिलरेसन पनि मैक्सिमम हुन्छ। अब पार्टिकल फर्केर आउँदैछ आउँदा जब मिड पोइन्टमा आइपुग्छ मीन पोजिसनमा आइपुग्छ फोर्स 0 हुन्छ एक्सिलरेसन 0 हुन्छ तर पनि पार्टिकल रोकिदैन किनकि पार्टिकल हैज नाउ इनफ स्पीड पार्टिकलसँग इनफ स्पीड छ। सो ड्यू टू इनर्सिया त्यो पार्टिकल त्यहाँ रोकिनेवाला छैन। इमेजिन गर्नुस् न यहाँबाट पार्टिकल झर्यो सो यहाँबाट पार्टिकल झर्दैछ अब रोकिन्छ त रोकिँदैन पार्टिकलको भ्यालु म्याक्सिमम छ। पार्टिकल गयो फेरि पार्टिकल एक्सट्रिम पोइन्टमा पुगेर पार्टिकल रोकिन्छ पार्टिकलको भेलोसिटी 0 हुन्छ बिफोर रिभर्सिङ इट्स डिरेक्सन। पार्टिकलले आफ्नो डिरेक्सन रिभर्स गर्नुभन्दा अगाडि पार्टिकलको भेलोसिटी 0 हुन्छ अनि फेरि आउँछ र मीन पोजिसनमा पार्टिकलको भेलोसिटी म्याक्सिमम हुन्छ। सो अझै मजाले बुझ्नु पर्यो भने जस्तै यदि मैले यो मार्करलाई माथि फाल्ने भने यदि मैले यो मार्करलाई माथि फाले भने मैले जुन भेलोसिटीको साथ मार्करलाई माथि फालेको छु यो मार्कर जति माथि जान्छ यसको भेलोसिटी डिक्रिज हुँदै जान्छ र एउटा पोइन्टमा पुगेर मार्करको भेलोसिटी 0 हुन्छ ठीक छ। मार्कर त्यति नै हाइटसम्म मात्र जान्छ। सो मार्करको भेलोसिटी 0 हुन्छ र त्यो पोइन्टबाट मार्करले आफ्नो डिरेक्सन रिभर्स गर्छ। सो माथि गएको मार्कर जब भेलोसिटी 0 हुन्छ त्यहाँ रोकिन्छ र तल आउन थाल्छ। दैट्स व्हाई द भेलोसिटी इज मैक्सिमम एट द मीन पोजिसन। भेलोसिटी इज मैक्सिमम हुन्छ मीन पोजिसनमा र मिनिमम 0 हुन्छ एक्सट्रिम पोजिसनमा ठीक छ। सो भेलोसिटी मैक्सिमम हुन्छ भने एक्सिलरेसन कति हुन्छ त मीन पोजिसनमा 0 किनकि मीन पोजिसनमा रेस्टोरिङ फोर्स नै 0 हुन्छ अनि रेस्टोरिङ फोर्स 0 भयो भने एक्सिलरेसन पनि 0 हुन्छ तर म्याथमेटिकली प्रुभ गर्नु पर्यो। सो हामीसँग a इक्वल टू माइनस ओमेगा स्क्वायर y छ y को भ्यालु 0 राख्यो भने a इक्वल टू कति आउँछ त 0 आउँछ
ठीक छ। सो मेन पोजिसनमा हाम्रो के हुँदो रहेछ, फोर्स पनि 0 हुन्छ, डिस्प्लेसमेन्ट पनि 0 हुन्छ, एक्सिलरेसन पनि 0 हुन्छ, तर भेलोसिटी चाहिँ के हुन्छ, म्याक्सिमम हुन्छ, विच इज गिभन बाई ओमेगा ए। ओमेगा भनेको के हो त, एङ्गुलर भेलोसिटी, र ए भनेको के हो त, एम्प्लिट्युड। र धेरै विद्यार्थी तपाईहरुलाई कन्फ्युज लाग्न सक्छ, अघि मैले सर्कुलर मोसनमा ओमेगा भनेको एङ्गुलर भेलोसिटी भने, अहिले म भन्दैछु ओमेगा भनेको एङ्गुलर फ्रिक्वेन्सी। एङ्गुलर भेलोसिटी इज युज्ड फर अब्जेक्ट which is physically spinning, physically revolving around something. So कुनै पनि पार्टिकल रोटेट गरिरहेको छ भने हामी त्यति बेला कुनै पनि पार्टिकल अथवा सर्कुलर मोसन गरिरहेको छ भने त्यो पार्टिकलको हामी एङ्गुलर भेलोसिटी छ भनेर मान्छौँ। र कुनै पनि पार्टिकल असिलेट गरिरहेको छ, भाइब्रेट गरिरहेको छ भने त्यो भाइब्रेटिङ पार्टिकलको लागि हामी असिलेसन कति छिटो भइरहेछ त त्यो नाप्नको लागि हामी एङ्गुलर फ्रिक्वेन्सी युज गर्छौं। सो सिम्पल भाषामा फिजिकली स्पिनिङ पार्टिकलको लागि हामी एङ्गुलर भेलोसिटी युज गर्छौं ओमेगा नै भनेर, र हामी असिलेटिङ पार्टिकलको लागि सिम्पल हार्मोनिक मोसन गर्दै गरेको पार्टिकलको लागि ओमेगा भनेको एङ्गुलर फ्रिक्वेन्सी भनेर मान्छौं। सो प्रश्न भयो नि कुरो। सो मेन पोजिसनमा डिस्प्लेसमेन्ट 0, इमेजिन गर्नु डिस्प्लेसमेन्ट 0, र मेन पोजिसनमा रेस्टोरिङ फोर्स 0, अनि रेस्टोरिङ फोर्स 0 भयो भने एक्सिलरेसन के हुन्छ त 0, तर भेलोसिटी अफ द पार्टिकल रोकिनेवाला छैन। सो पार्टिकलको भेलोसिटी म्याक्सिमम हुन्छ मेन पोजिसनमा, ठीक छ। अब एक्सट्रिम पोजिसनमा के हुन्छ त, एक्सट्रिम पोजिसनमा के हुन्छ त हेरिहालौं। सो एट एक्सट्रिम पोजिसन, एक्सट्रिम पोजिसन भनेको y इक्वल टु a को लागि, राइट। एक्सट्रिम भनेको a भनेको त एम्प्लिट्युड। सो y इक्वल टु a को लागि भेलोसिटी कति हुन्छ त, भेलोसिटी भनेको ओमेगा रुट ओभर a स्क्वायर माइनस y स्क्वायर इक्वल टु ओमेगा रुट ओभर a स्क्वायर माइनस y को ठाउँमा कति राख्नु पर्यो, a राख्नु पर्यो। सो a स्क्वायर इक्वल टु ओमेगा इन्टु a स्क्वायर माइनस a स्क्वायर 0, रुट ओभर 0 भनेको 0, कति आयो त 0। सो एक्सट्रिम पोजिसनमा भेलोसिटी 0। एक्सट्रिम पोजिसन भनेको पार्टिकल डिस्प्लेस्ड भएर कतिसम्म टाढा जान सक्छ त, जहाँसम्म अथवा जहाँ पुगेर भेलोसिटी 0 हुँदैन त्यहाँसम्म जान्छ। र भेलोसिटी 0 भइसके पछाडि त पार्टिकलको डाइरेक्सन के हुन्छ, रिभर्स हुन्छ नि त। सो के दिमागमा राख्नु पर्यो भन्दा मेन पोजिसनमा चाहिँ पार्टिकलको भेलोसिटी म्याक्सिमम, एक्सट्रिम पोजिसनमा चाहिँ पार्टिकलको भेलोसिटी मिनिमम, दैट इज 0। र मेन पोजिसनमा रेस्टोरिङ फोर्स 0, फोर्सबाट प्रोड्युस हुन्छ एक्सिलरेसन, एक्सिलरेसन पनि 0, र पार्टिकल भागेर टाढा पुग्यो। अब पार्टिकलमा लाग्ने रेस्टोरिङ फोर्स पनि म्याक्सिमम अनि एक्सिलरेसन पनि म्याक्सिमम। अब म्याक्सिमम छ कि छैन चेक गर्ने, a इक्वल टु माइनस ओमेगा स्क्वायर y को ठाउँमा राख्ने a भनेको एम्प्लिट्युड। सो a इक्वल टु माइनस ओमेगा स्क्वायर a। सो नाउ दिस इज द मैक्सिमम वैल्यू अफ द एक्सिलरेशन अफ अ पार्टिकल एक्जिक्युटिङ सिम्पल हार्मोनिक मोसन। सो एक्सट्रिम पोजिसनमा y को भ्यालु a इक्वल टु एम्प्लिट्युड, भेलोसिटी भनेको 0 किनकि डाइरेक्सन रिभर्स गर्नुपर्ने छ। अब पार्टिकल फर एन इन्स्टेन्ट केही समयको लागि, एकदम छोटो समय हुन्छ, एकदम टाइनी अमाउन्ट अफ टाइम, त्यो टाइमको लागि जाँदै गरेको पार्टिकल रोकिन्छ अनि फेरि त्यसको डाइरेक्सन रिभर्स हुन्छ र मेन पोजिसनबाट पास हुँदा भेलोसिटी म्याक्सिमम हुन्छ। सो एक्सट्रिम पोजिसनमा भेलोसिटी 0 हैन, सबैभन्दा एक्सट्रिम पोजिसनमा भेलोसिटी 0, एक्सिलरेसन के हुन्छ, म्याक्सिमम हुन्छ। र यो माइनस साइनको मतलब भनेको अगेन द एक्सिलरेसन इज डाइरेक्टेड टुवर्ड्स द मेन पोजिसन। सो यहाँसम्म भिडियो हेर्नुभयो भने पक्कै तपाईहरुले केही न केही बुझ्नुभयो। यो मेरो युट्युबको फर्स्ट भिडियो हो। सो अब हामी सिम्पल हार्मोनिक मोसनलाई कन्टिन्यू गरेर हामी स्प्रिङ सिस्टम र सिम्पल पेन्डुलम त्यसैगरी एनएबी अन्तर्गतको सबै न्यूमेरिकल्सहरु पनि हामी यहाँ सल्भ गर्ने छौं, मेजर न्यूमेरिकल्सहरु। सो होप यु लाइक माई भिडियो। त्यतिन्जेलको लागि धन्यवाद।